Nice view, right? Hello, good morning and namaste सबैजनालाई अनि वेलकम टु माई ब्लग। अनि आज चाहिँ अब उता केटाहरूसँग सैलुङ जाने भन्ने प्लान भएको हो। अनि सबैजनालाई वेलकम छ। अनि मेरो चाहिँ धेरै पछि आएको ब्लग चाहिँ हैन, अब बिस्तारै अब अपडेट दिँदै जाउँला भन्ने सोच छ। अब सक्यो भने दिउँला। अनि धेरै पछि ब्लग बनाएको हो। अनि आज चाहिँ एकजना साथीको बर्थडे हो। अनि त्यतैतिर नानी सैलुङतिरै उता मनाउन जाने भन्ने कुरा भयो, सल्लाह भयो। अनि अब त्यतैतिर जाने भनेर अब रेडी हुन लाग्यो। लगभग रेडी भइसके। अब रेडी हुँदैछु। अब बिस्तारै हिँड्नुपर्छ। अनि त्यसपछि अब बाँकी चाहिँ बाइकमै हेरौँला है त। लेट्स गो गाइस। अब चाहिँ हामी निस्किन लाग्यो। यो बर्थडे बोय म चाहिँ सबजना भेट भयो अब हैन। अब चाहिँ अब दुईजना आउनु बाँकी छ। बाइक रेडी भयो है, सबैजना रेडी भइसक्यो। हामी चाहिँ हिँड्न लाग्यो है। अब चाहिँ अगाडि गइसक्यो केटाहरू चाहिँ। हामी चाहिँ जाँदै त्यसो भने आजको राइड कस्तो हुन्छ त? बवाल हो, पिस हो। बर्थडे बोय है फेरि। बर्थडे बोयले भित्री चलाइरहेको छ नि। हामी लामी डाँडा आइपुग्यो। पानी पर्यो भने चाहिँ तनाव हुन्छ क्या। अब रेनकोट पनि बोकेको छैन है। अब रेनकोट नबोकिसक्यो टेन्सन हुन्छ क्या। अब पानी पर्यो भने चाहिँ कस्तो तनाव दिन्छ। केटाहरू अब कता पुगिसक्यो। एकजना चाहिँ पछाडि नै छ, दुईजना। हामी दुईजना चाहिँ अगाडि। पानी पर्यो गाइस है। टी सर्ट लाँदै अब पर्यो। बसिरहेछ। खतरा पानी पर्यो दोलाल घाट आएर है। जानै पाएन। बवाल परिरहेको छ पानी चाहिँ। केटाहरू यहाँ छ सबजना। पानी चाहिँ बवाल पर्यो क्या। अहिले गाइस पुरै भिडियो चाहिँ बनाउनु पाएन उतैदेखि। अब पानी परेर त्यस्तै भयो। अब बिस्तारै अब यहाँबाट चाहिँ पानी रोक्यो। जाडो पनि भइरहेछ, फुल भिजिरहेछ होइन। यस्तो जाडो भइसक्यो कि कस्तो जाडो भइछ, बेपत्ता जाडो। आमा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 । अनि आजको राइड कस्तो भयो त? राइड पानी परेर है खत्तम। थरेर क्यामेरा छ सबैजना। थर आइपुग्नु लाग्यो। अब धेरै टाढा छैन। अब 15-20 मिनटमा हामी पुगिन्छ होला। बिस्तारै अब जानुपर्छ। मेरो चाहिँ भ्लग आज गाड गुलेरी भयो है। मोबाइल पनि के भयो चले छैन। उसले चाहिँ बनाउनु पाएन भ्लग है। ल अब उसकै हेरिदिनु होला है त। ल हाम्रो अब माइक हालेको छैन मैले नर्मली होइन। अब यतिकै बोलिरहेको छु। थोरै हावा जस्तो आवाज आउँछ होला, डोन्ट माइन्ड। अब चाहिँ आनन्दले भ्लग गर्दै जान पाइने रहेछ। बाटो यस्तै रहेछ सबै है। यस्तै छ भने अब आउने मान्छेहरूले कस्तो छ हेरौँ। जाउँ बिस्तारै चिलमा। केटाहरू सबैजना अगाडि गइसक्यो। भेटौँ है, भेटौँ ल। हिलो टायर फेरि लास्ट चिप्लिन्छ क्या मेरो चाहिँ। अगाडिको बर्थडे बोय जाँदैछ भित्रीमा। सरवटा बाइक छ, 9जना छौँ हामी चाहिँ होइन। 3टा बाइकमा डबल लोड, 3टा बाइक खाली सिङ्गल छ। धेरै टाइम लाग्दैन अब। के छ सबजनाले रेनकोट निकालिसके। 2जनाले चाहिँ लगाइरहेको छ। हामीले चाहिँ अब निकाल्यौँ। जाडो नै भइरहेछ, पुरै भिजा छ। वहाँ गएर कपडा चेन्ज गर्नुपर्ने हुन्छ। वहाँ गएर कपडा चेन्ज गरौँला है बिस्तारै। मेरो चाहिँ डिजिटलमा यार पानी छिरेछ क्या।
ड्याङ भएछ चेन कराइरहेछ यार चेनमा मोबिल हाल्नुपर्ने चेनमा मोबिल नहालेर खट्याक खट्याक गरिरहेछ अब मासतिर छ भयो भने हाल्नु पर्ला छ कि छैन है थाहा छैन जाउँ जाउँ 1 2 के छ काला पानी काँडे गौरी मासतिर जाने रहेछ काला पानी हामी जाने तलतिर जाउँ 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 अर्को 2 जना आउनु बाँकी नै छ काला पानी काला पानी काला पानी लुक एट द भ्यू गाइज बवाल देख्नुहुँदैछ तलतिर पनि हेर्नु नि कस्तो दामी छ फाइनल फाइनल आइपुग्नु लाग्यो डाँडामा जाने हो हामी चाहिँ डाँडामा त्यहाँनिर छ हामी जाने चाहिँ त्यहाँ हो तोरण हालेको रहेछ यहाँ चाहिँ यस्तो दामी रहेछ कि दामी लाग्यो हाम्रो चाहिँ 6 वटा बाइक सँगै छौँ है सँगै अहिले होला सँगै भएको कच्ची आएर नत्र पिचमा त 2 जना को कता 2 जना कोही कता कोही एक्लै सिङ्गल हिँड्ने एक्लै यो अब भित्री चढ्ने झन् हिरो भइहाल्यो एक्लै तुफान दौडिने हो यो झन् दादा बर्थडे बोय यस्तो हिलोमा पनि तोप कुदाएको छ हिलो छ्याएको छ मेरो ब्यागभरि हिलो भइसक्यो होला गाइज है ब्याग हिलो भयो त हिलो भएर रहेछ पछाडि त्यसको सम्म भ्याउँदैन रहेछ है हिलो मेरो त टाउकोसम्म फाल्छ नि फेरि थाहा छ कि छैन सबै अलिक कुदायो भने मात्र यो चाहिँ हुस्सु लागेर है बिहान पखाएको जस्तो मौसम छ यहाँ चाहिँ दामी छ मौसम चाहिँ बिहान पखाएको जस्तो छ ए अब त यस्तो रहेछ बाटो 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 खराब रहेछ तर यतिको भयो नि ठिकै हो हिलो हुनुभन्दा त है यतिको हुनुको बेस्ट हो क्या कमसेकम अब आनन्दले जान त पाइन्छ नि त अलिकति बाइकलाई अब मार पनि त्यति पर्दैन हिलो भयो भने चाहिँ लास्टै मार पर्छ क्या फेरि बाइकलाई चाहिँ आइपुग्यो अब चाहिँ हामी लुक एट द भ्यू गाइड फाइनल्ली आइपुग्यो हामी चाहिँ है अब क्या झन्डै ठोक क्या म तिम्रो पछाडि अघि त्यहाँनिर क्या गाडी आउँदाखेरि यतिले पछाडि चाहिँ त्यहाँ पुरा हुस्सु लागेर त्यति राम्रो देखाएको छैन तलको भ्यू चाहिँ के हो कस्तो चिया बगान जस्तै देखिन् क्या है नर्मल तर आलु रहेछ यार आलु रोपेर रहेछ क्या हाम्रो अर्को ब्लगर यहाँ आउँदैछ औ 3टा क्यामेरा तेर्छाइरहेछन् है क्यामेरा कन्टेन्ट होला जस्तो छ है हिलो भएर यहाँनिर त टेन्सन छ है टेन्सन छ म बस्छु दोस्त पनि आइसक्यो धन्न कन्टेन्ट बनेर है होइन जाँदैन जस्तो लाग्यो त्यहाँनिर त मलाई यार शिबु जाँदैन जस्तो लाग्यो मलाई यार तर हुन त यहीँ मात्र रहेछ है तर पेलेर तर यहाँबाट ल्यायो भने चाहिँ जान्छ रहेछ पछाडिबाट टिम ठेल्यो नि त खै त है त ओए त्यता नल्या त्यता नहाल्न यता हाले यता हालेर होइन ओर्लेर ठेल्यो भने होइन हातले आफैले ओर्लेर ठेलेर आउँछ के
हो ओर्लियो अब हातले ठेल्न हातले ओर्लेर त्यसरी जाँदैन कि झन् चिप्लो हुन्छ माथिपट्टि हाल हो दिसित भाइ यता 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 हो जाउँ न जाउँ नरोके भए हुन्थ्यो यतापट्टि हालेर जाउँ न यता हो अब ओर्लेर 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 ठेल ओर्लेर 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 ओर्ले ठेल्यो भने जान्छ यता भित्तापट्टि लग भित्तापट्टि उता चिप्लो छ के अब पुनको बारी अब गाह्रो चाहिँ गाह्रै हुन्छ होइन अलि होसियार भएर जानु पर्यो जान्छ है जान्छ अलि पेलेर जानुपर्छ कि त्यहाँ दोस्त नअड्के त म पेलेर जान्थेँ यार अब मेरो यहाँ अड्किहाल्यो नि होइन होइन उचालेर जाँदैन पक्नु है पक्नु 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 है दाजु पक्नु ल एकछिन है एकछिन है ए होइन यसलाई यतापट्टि चाहिँ गरौँ लिकमै हालिदिउँ पक्नु है त तपाईँ पछाडि नबस्नु त दाइ बिस्तारै बिस्तारै गयो गयो बन्द 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 गयो 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 दियो दियो अलिकति दियो गयो 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 रातो माटो रातो माटो चिप्ल्यो चिप्ल्यो बिस्तारै बिस्तारै सबको टायर यस्तोहरू के टायर के हिलो च्याप्पै टाँसिरहेको थियो घोडा चढ्नु पर्ने रह ओर्लै लानुपर्छ जस्तो दाइ यतै मिलाएर राख्न ए त्यहाँ आगो बाल्छ आइपुग्यो है हाम्रो होमस्टे चाहिँ यही हो यहाँबाट चाहिँ भ्यू यस्तो बवाल देखिँदैछ अन्त आज बेलुका चाहिँ यहीँ स्टे गर्ने हो केटाहरू यहाँ भइहाल्यो अब चिया स्या खाने चट्ट आजको कस्तो भयो राइड बवाल दामी हो हिँडेर आउनु पर्यो रुम हेरौँ न हाम्रो रुम कुन हो सबै हो चारवटै हो राम क्या दिने कि चारवटा हाम्रो अरे के ए भइगयो नि त दुइटा है दुईजना सुत्न मिल्ने रहेछ जाडोमा है झन् मस्त हुन्छ हाम्रो हालत यस्तो छ आगो जुत्ता यस्तो सेतो जुत्ता यस्तो कालो अब जुत्ता सेकाउनु लाग्यो है सुक्छ कि सुक्दैन थाहा छैन यस्तो बवाल भ्यू छ कि बा होइन कसैले सोच्न पनि सकेको छैन कि यस्तो दामी भ्यू देखाएको छ हामी बेलुका आएर है यस्तो दामी के हिमाल रे दोस्त यो गौरीशङ्कर हिमाल होइन यस्तो दामी देखाएको छ कि क्लियर है यस्तो बवाल देखाएको छ कि महाकसमकै होइन फर्स्ट यस्तो चिल देखाएको छ कि बाबा बवाल हो नि त बवाल
सनसेट हेर्न आएको सनसेट चाहिँ बबाल देखिरहेछ क्या दामी छ है सनसेट चाहिँ यहाँबाट दामी देखिन्छ हामी ठिक्क टाइममा आएछौँ केटाहरू माथि जाँदैछ जस दामी नै छ केटा हो आउनु पर्यो यहाँ सनसेट हेर्नलाई बिहान कि बेलुका चाहिँ बवाल देखिँदैछ सनसेट दामी ल हामी जर्मन सेपर होइन यो जर्मन सेपर झिलिमिली घोडा घोडी दामी है तर सानो छ कि है अनि ठिक्क छ क्या घोडा चढ्नुहुन्छ है हेलो गाइज हामी चाहिँ बिहान उठेर अब माथि सैलुङ उता माथि मन्दिर चढ्न लाग्यो सबैजना अब हिँडिसक्यो हामी दुईजना मात्र बाइक छ यहाँ मन्दिर हो हामी दुईजना चाहिँ अब यहाँबाट निस्किनु लाग्यो चाबी लगाएर चाबी लगाउनु पऱ्यो अनि जानु पऱ्यो यता पनि लगाउनु पर्छ यार यताबाट पनि लगाएको छैन कुन चाहिँ हो ल हामी चाहिँ अब माथि चढ्छौँ अब अँध्यारै छ अब बिस्तारै हेर्दै जाउँ है माथिसम्म के हुन्छ अब लुगाहरू पनि सबै चिसो नै छ अब के फाइनली गाइज हामी चाहिँ एकछिन रेस्ट नगरिकन आइपुग्यो लुक एट द्याट माथि गएर अझै भ्यू देखाउँछ साथी थाकिरहेछ बसिरहेछ हामी यता जाने हो यताको बाटो हेलो सबैजनाले यस्तोमा यो चढाएको रहेछ के चढाएको अब हामी पनि चढाइदिउँ न है यस्तो के हो यो है थाहा चाहिँ छैन होइन सबैजनाले चढाएको चाहिँ रहेछ चढाइदिउँ न होइन अब चाहिँ हामी मासतिर लाग्छौँ अब यहाँ पनि यस्तो रहेछ मन्दिर रहेछ सनराइज होइन ल निस्किन भीमसेनको तरबार रे यहाँ चाहिँ भीमसेनको तरबार ल गाइस अब धेरै बाँकी छैन अब अलि थोरै बाँकी हो थोरै छ अब हामी निस्किनु अब यहाँबाट चट्ट बिस्तारै आनन्दले हिँड्नुपर्ने हुन्छ एकजना मात्र छौँ हाम्रो केटाहरू 7 जना मासतिर गइसक्यो राजेशलाई भेट्न लागिसकेको छ हामीले अब 5 मिनटपछि उसलाई भेट्छ होला सायद हामीले देखिसकेको छौँ उसलाई सबैभन्दा ढिला चाहिँ त्यही हिँडेको छ है ग्रुपमा यहाँबाट आधी भ्यू हेर्नु गाइस यो सनराइज हानिसक्यो आधी हानिसक्यो है अब माथि पुग्दाखेरि त पुलुत्तै निस्केला त छ घाम पुलुत्तै निस्किन्छ उतापट्टि खुलुत्तै हुन्छ फेरि केटाहरू सबजना गइसक्यो यही एउटा मात्र छ यहाँ यही मात्र छ है यही मात्र छ सबजना उहाँ माथि पुगिसक्यो द भ्यू गाइज भ्यू हेर्नु है सो तपाईँहरूलाई पनि अब हेर्न रमाइलो लाग्छ नै होला अब वहीँदेखि 5 खालदेखि नै भिडियो बनाउनु चाहिँ पाएन हामीले किनभने पानी परेर होइन अब वाटरप्रुफ पनि त्यस्तो थिएन नि त अनि पानी परेर हामीले बनाएन हामीले लगभग सैलुङ आइपुग्नु लाग्दाखेरि तल कच्चीदेखिबाट सुरु गऱ्यौँ अलिअलि अब हुन्छ नि जे भयो नि बनाऊँ न अब थोरै भयो नि हुन्छ भनेर हो जस्ट दामी चाहिँ हुस्सो लगाइरहेछ अहिले हुस्सो हट्छ अनि त्यसपछि दामी देख्छ भ्यू चाहिँ गोरु हो कि च्याङ्रा हो कन्फ्युज भयो यार के हो मैले पूजा पनि गरिसकेँ अब केटाहरूसँग भेट्नु पऱ्यो हर्मल कहाँ छ के छ थाहा छैन है कता हो केटा पानी खाने हो पानी कहाँबाट ल्याइस् मैले जहाँबाट ल्याएँ नि के खाएको तैँले पानी सुर्पी है गाइज यहाँ 220 रुपियाँ पर्ने रहेछ प्योर यो प्योर के को चौरीको भन्नुभयो होइन प्योर चौरीको सुर्पी है यस्तो दामी छ है
जे होस् ठाउँ चाहिँ रमाइलो छ, आउनु होला। अनि मेरो चाहिँ भ्लग यहीँ इन्डिङ हुन्छ। अब यस्तै छ, अब दुःख सुख गरेर गइयो। अब अझै योभन्दा बबाल भिडियो बनाउँछु भन्ने आशा छ मलाई आफैमा। सो लेट्स सी गाइज है त, पिस आउट।